हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। इट्स मेरो सन्ध्या पाण्डे। अनि आज चाहिँ मेरो मिनी ब्लग डे 4। बिहानै बाहिर हेरेको त पुरा पानी परिरहेको। अनि बाहिर हलमा आएँ। अनि हलमा आएपछि माइजूले मलाई चिया ल्याइदिनु भयो। अनि चिया खाएँ। चिया चाहिँ एकदमै मिठो थियो। अनि चिया खाँदा खाँदा यसो याद आयो कि आज त न्यू इयर भनेपछि मेरो मुफिनको बर्थडे। अनि मुफिनलाई विस गरेँ। मुफिनले पनि थ्याङ्क यू दिदी भन्यो। अनि त्यसो चाहिँ म फ्रेस भएँ। अनि कपडाहरू चेन्ज गरेँ। अनि मम्मीलाई गएर विस गरेँ। मम्मीलाई ह्याप्पी न्यू इयर मम्मी, सधैँ खुसी रहनु भने। अनि मम्मीले पनि ह्याप्पी न्यू इयर छोरू, तिमी पनि सधैँ खुसी रहू भन्दै मलाई पनि पुरा आशीर्वाद दिनुभयो। अनि त्यसपछि आज न्यू इयर अनि सङ्क्रान्ति पनि भन्छ। अनि सङ्क्रान्ति भनेर चाहिँ माइजूले मलाई टिका लगाइदिनु भयो, आशीर्वाद दिनुभयो। अनि माइजूले राम्रोसँग पढ्नु भन्नुभयो, हस् भने। अनि आमाले पनि मलाई टिका लगाइदिनु भयो। आमाले पनि सेम त्यही विस गर्नुभयो, ह्याप्पी न्यू इयर, तिमी सधैँ राम्रोसँग पढ भन्नुभयो। हुन्छ भने। अनि मम्मीले पनि मलाई टिका लगाइदिनु भयो। अनि मम्मीले टिका लगाइदिँदै सधैँ ज्ञानी बन्नु, असल बन्नु, अनि धेरै पढ्नु भन्नुभयो, हस् भने मम्मीलाई पनि। अनि त्यसपछि आज चाहिँ म धनी भएको थिएँ। कसैलाई ऋण चाहिन्छ भने माग्दा हुन्छ। त्यसपछि चाहिँ हामी सबैजना मिलेर खाना खायौँ। खाना चाहिँ एकदमै मिठो थियो। अनि त्यस खाना खाएपछि चाहिँ सबैजना गफ गऱ्यौँ। अनि यत्तिकै गफ गर्दै बसेर थियौँ। अनि एकछिन चाहिँ भाँडाभुरीसँग खेलेँ। अनि यिनीहरू चाहिँ पुरा खेल्दा लड्न लाग्थेन। अनि यिनीहरूलाई रोकेँ, नलड भन्दै मानेन। अनि त्यसपछि चाहिँ मेरो दाइले फोन गर्नुभयो, मेरो सरोज दादा। अनि उहाँले विस गर्नुभयो। अनि यता आइज भन्दै पुरा कल लाउँदै बस्नुभएको थियो। अनि म तर मानिनँ। अनि उहाँको मिसन कम्प्लिट हुन सकेन। त्यसपछि चाहिँ नानी र म झ्याउबाजी खेल्ने भनिन् नानीले। अनि त्यसो चाहिँ नानीसँग यसो डराए जस्तै गरेर झ्याउबाजी खेलेँ। तिनी खुसी भइन् म खेलेको देखेर। त्यसपछि माइजूले बजार जाने हो भन्नुभयो। अनि हुन्छ जाऊँ न त भनेर माइजूसँग बजार हिँड्न लाग्यो। हामी सबै रेडी भएको देखेर त पुरा नानी त म पनि जाने हो भन्दै रोएर बसिगिन्। अनि नानीलाई चाहिँ बल्ल बल्ल फकायौँ, तिमीलाई आउँदाखेरि हामीले फ्रुटी ल्याइदिन्छौँ भन्दै फकायौँ। अनि रुन अलि बिसाइन्। अनि त्यसपछि अर्की सानी नानी चाहिँ पुरा चिलमा गए जाऊ नगए नजाऊ भन्नेवाला चिलमा थिइन्। अनि तिनी चाहिँ आनन्दले बसिन्। अनि तिनीलाई पनि म बस है राम्रोसँग म आउँदा तिमीलाई फ्रुटी ल्याइदिन्छु भने। अनि तिनीले हुन्छ भनिन्। अनि हामी सबैजना बजारतिर हिँड्यौँ। अनि घाम एकदमै थियो। अनि अलि अगाडि रहेछ बजार चाहिँ। अनि बजार पुग्यौँ। अनि राम्रै थियो। अनि मम्मीले चाहिँ कपडा किन्दा बार्गेनिङ गर्नुभएको थियो। अनि लास्टै हाँसो लगाइरहेको थियो। अनि त्यसो नास्ता खायौँ न भनेर नास्ता खाइदियौँ। अनि नास्तामा चाहिँ हामीले चाउमिन छोले खायौँ। चाउमिन छोले पनि मिठै ठिकै थियो भनौँ। त्यसपछि चाहिँ मलाई मिठाई खान मन लाग्यो। अनि मैले मिठाईहरू पनि किनेँ। अनि मिठाईहरू किनेँ। त्यसपछि चाहिँ माइजूले चाहिँ सब्जीहरू हेर्दै हुनुहुन्थ्यो। अनि माइजूहरूले पनि सब्जी किन्नुभयो। अनि मैले माइजूलाई वाटरमेलन खान मन लाग्छ भने। अनि माइजूले चाहिँ मलाई वाटरमेलन पनि किनिदिनु भयो। अनि पुरा मम्मीले चाहिँ यो दोकानवालासँग पुरा मजाक गर्दै हँसाउँदै हुनुहुन्थ्यो।